आसामदेखि बेंगलुरुसम्मको यात्रा यस प्रकारका छ। भिडियोलाई हेरी मजा लिनुहोस्। थ्यांक यू। यो चाहिँ तपाईको नेशनल हाइवे रोड हो। सराइघाट ब्रिज छेउछाउको दृश्य सुन्न सक्नुहुनेछ। यो चाहिँ तपाईको सराइघाट ब्रिज हो, जुन चाहिँ नर्थ गुवाहाटी र साउथ गुवाहाटीलाई जोड्ने ब्रिज हो। यो चाहिँ तपाईको जालुकबारी फ्लाइओभरको छेउमा हो, जुन चाहिँ गुवाहाटीको वान अफ द बिजिएस्ट प्लेस हैन। एकदमै ट्राफिक जाम हुन्छ, बिजी पनि एकदमै बिजी हुन्छ। यहाँले चाहिँ तपाईहरुले देख्न सक्नुहुन्छ भिडियोमा जालुकबारी फ्लाइओभर, जुन चाहिँ गुवाहाटी युनिभर्सिटीको ठिक पूर्वपट्टि पर्छ। भिडियोमा तपाईहरुले देख्न सक्नुहुनेछ। म चाहिँ अहिले गुवाहाटी युनिभर्सिटीपट्टि आउँदैछु। यही ठाउँमा मैले सायद क्याच गर्न सकिनँ होला। डाक्टर भुवन हस्पिटलको एउटा उहाँको नाममा एउटा प्लेस साइड लेखेको छ।
एकजना अहिले एयरपोर्टतर्फ लाग्यो यो तपाईँको गुवाहाटी एयरपोर्ट हो एयरपोर्ट पुग्नु एयरपोर्ट पुगिसकेपछि जुन बोर्डिङ पास गर्ने जुन त्यसको दृश्य हो यो त्यही क्रममा मैले के गरौँ लागेको थिएँ अन्त सेल्फी हाने सेल्फीमा तपाईँहरूकै साथी तपाईँहरूकै भाइ तपाईँहरूकै दाजु म यो मेरो यात्राको सहयात्री जुन चाहिँ आरएनडीको एयरलाइन्सबाट यात्रा गर्दैछु आज यसबाट चाहिँ आरएनडीको चाहिँ ठुलो परेछ ठुलो फ्लाइट हो गोपीनाथ बरगोले एयरपोर्ट हो गुवाहाटीको यो तपाईँहरूको एयर डिफेन्सको एयरपोर्ट रहेछ फोटो खिच्नु मना छ र पनि मैले त्यसरी फोटो भिडियो दिइहालेँ सानो चाहिँ भारत सरकारबाट यो चाहिँ तपाईँको एयरपोर्ट हवाईजहाजभित्र के गरौँ भनेको फोटो लिनु प्रयास गरेँ तर डर लाग्यो आफ्नो जुत्तालाई क्याप्चर गरेँ यो चाहिँ तपाईँको क्याम्पेगौडा इन्टरनेसनल एयरपोर्टमा जब अराइभ गरेपछिको फोटो फाइनली म बेङ्गलोर आइपुगेको छु रातिको दृश्य हो यो अराउन्ड 10:30 PM को झिलिमिली छ गुवाहाटी भन्दा त धेरै ठुलो एयरपोर्ट हो हाम्रो गुवाहाटी पनि हुँदैछ।